यो ताल पोखरी हो बनाउने यो ताल पोखरी हो। यो ताल पोखरी पाल्पा रामपुरमा पाल्पा रामपुरमा हामी यहाँ आज सबै टोली भएर ताल पोखरी घुम्न आएको छौं। अहिले चाहिँ यो मङ्सिर महिना भएको कारणले गर्दाखेरि यति आरे फुलिरहेको रहेछ। यहाँ डुङ्गा पनि छ, त्यहाँ देख्न सक्नुहुन्छ। तालै तालको बीचमा एउटा मन्दिर छ। रमाइलो। हेलो हजुर, हाई। यहाँ माछाहरू आज त धेरै रहेछन् के माछा। ठुला भइसकेछ नि त माछा त। अरूहरूलाई पनि चाहियो। माछाहरूले भुजा खाँदैछन् यहाँ ताल पोखरीमा। साथीहरू, आज हामी चाहिँ यहाँ टुराको छौँ, यहाँ घुम्न बाघको दाँतको बङ्गरामा। यताबाट देख्न सक्नुहुन्छ, त्यता कालीगण्डकीको आवाज पनि सुनिराख्नु भएको छ होला सोसाको। र यहाँ मेरो भाइजान हुनुहुन्छ। मेरो भाइजानको नाम के गरे? आफ्नो नाम भन्न बोल्न अलि अप्ठ्यारो माने जस्तो लाग्यो कि। यहाँ हाम्रो प्यारी स्मारिका छन्। त्यहाँ ज्ञानु सरले के गर्दै हुनुहुन्छ? टिकटक ओहो भन्नेमा टिकटक बनाउँदै हुनुहुन्छ। यतिखेर साँझ भइसकेको छ। देख्न सक्नुहुन्छ राम्रो प्लेस छ। यता दुर्गा सर हुनुहुन्छ, यता सानो छन्, त्यता म्याम हुनुहुन्छ। हेलो ल, हेलो सानो, हेलो हेलो ल, ओके। यताबाट